हेलो एभ्रिवान, आज चाहिँ म हजुरहरूलाई त्यो सेम प्याटर्नमै टाइगर बनाउन सिकाउँछु है त। सुरुमा चाहिँ हामीले म्याजिक रिङ लिनुपर्ने हुन्छ। अनि म्याजिक रिङ लिनुस्। त्यसपछि हजुरहरूले 6 वटा सिंगल क्रोशे गर्नु। 1 2 3 म चाहिँ यो सानो बनाउँदै छु। 4 5 6 अनि यो 6 वटा बनाइसकेपछि टाइट कस्नु। अनि यो फर्स्ट स्टिचमा चाहिँ हजुरहरूले स्लिप स्टिच गर्दिनु। स्लिप स्टिच अनि 1 चेन। अनि अब चाहिँ हामीले यसमा सबैमा डबल इन्क्रिज गर्ने। 6 वटा बनाएको थियौं भने अब चाहिँ हामीले इन्क्रिज गरेर 12 वटा बनाउने है त। सेम स्टिचमै दुई चोटी 4 भयो। अनि 1 सेम स्टिचमै अर्को पनि 1 2 1 सेम स्टिचमा अर्को 1 2 अब नेक्स्ट स्टिचमा 1 अनि सेम त्यही स्टिचमा फेरि 1 2 यसरी चाहिँ दुई वटा गरेर चाहिँ हामीले टोटल 12 वटा बनाउनु पर्ने हुन्छ। अनि 12 वटा बनाइसकेपछि हजुरले फर्स्ट स्टिचमा स्लिप स्टिच गर्दिने अनि 1 चेन तान्ने। अनि अब चाहिँ हामीले सबैमा 12 वटा सिंगल क्रोशे नबढाउने, केही पनि नगर्ने, 12 वटा गर्ने सुई सुई। 1 2 3 4 5 6 7 8 9 10 12 अनि 12 वटा भयो। अब फर्स्ट स्टिचमा स्लिप स्टिच गर्दिने अनि 1 चेन अनि धागो कट गर्दिनु है त। धागो कट गरेर यो चाहिँ हामीले दुईटा, यो चाहिँ हाम्रो कान हो, दुईटा बनाउनु। यो एउटा भयो। अब अर्को बनाउँछु है त म चाहिँ। मैले चाहिँ अर्को बनाइ पनि सके, सेम प्याटर्नमै हो। अनि अब चाहिँ हामीले फेरि अर्को यो उमा कान नै हो यो पनि। यसमा चाहिँ हामीले 6 वटा सिंगल क्रोशे गर्ने, म्याजिक रिङ बनाउने अनि 1 चेन लिने अनि 6 वटा सिंगल क्रोशे गर्ने। 1 2 3 4 5 बत्ती गयो साथीहरु, हाम्रोमा त यस्तै हुन्छ। अब मैले चाहिँ 6 वटा बनाइसकेँ। अब चाहिँ हजुरहरूले स्लिप स्टिच गरेर 1 चेन गर्दिने। स्लिप स्टिच गर्दिनु। चेन अनि कट गर्दिनु। यस्तै अर्को पनि दुईटा बनाउनु पर्छ। यो चाहिँ एउटा, यसलाई टाइट कस्दिने अनि यो चाहिँ धागो हजुरहरूले कट पनि गर्दिनु है त। ठुल्ठुलो धागो मैले चाहिँ दुईटा बनाइसकेँ। अब चाहिँ हजुरहरूले पनि यस्तै दुईटा बनाउनु। अब चाहिँ म नाक बनाउँदै छु है त, नोज। यसको लागि चाहिँ हजुरहरूले म्याजिक रिङ लिनु
अनि म्याजिक रिङमा चाहिँ एउटा अनि अर्को दुईटा चेन गर्ने अनि फेरि गयो लाइन। अनि हजुरहरूले चाहिँ यसमा यो फ्लिप गर्ने अनि हामी सधैँ उता लान्थ्यौँ भने अब केही पनि नगर्ने, यो एकचोटि 3 4 अनि अब चाहिँ यसलाई एकैचोटि सबै एकैचोटि गर्ने अनि 1 चेन लिने अनि त्यसपछि स्लिप स्टिच गरिदिने। फेरि त्यही म्याजिक रिङमै स्लिप स्टिच गर्ने अनि दुईटा चेन लिने अनि फेरि सेम अघिको जस्तै 1 2 3 4 अनि एकैचोटि तान्दिने अनि 1 चेन अनि फेरि स्लिप स्टिच गरिदिने। अनि हाम्रो यो रेडी भयो। 1 चेन तान्दिनु अनि कट गरिदिनु। यो चाहिँ हाम्रो रेडी भयो। हजुरहरूले नि यसरी नै बनाउन सक्नुहुन्छ है। मेरो चाहिँ नोज पनि भयो अनि यो कान पनि भयो। यो कान चाहिँ हजुरहरूले ग्लुले टाल्दिनु। मैले चाहिँ यो टालिसकेँ। मजाले ग्लुले टालिदिनु अनि त्यसपछि यो टाउकोमा जोडिदिनु। अनि अर्को पनि